सम्झेले भेट्यो है सन्जय पनि भेट्यो आजको दिनमा आई मिस यु बी सन्जय सम्झे छोरा आइपुगेछ अरे हो हेलो हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई च्यानल गाइस नयाँ न्यू आज चाहिँ हामी घुम्न आएको जस्तै सो भेटघाट फेरि त्यही हो अहिले चाहिँ हामी कृतिपुरमा छु त्यही हो काममा नगएको 3 दिन भयो सो म चाहिँ 1 महिना हुन लाग्यो काम छोडेको चाहिँ काम त छोडेको छैन कहाँ छोड्नु काम छोड्यो भने त फेरि घुम्नलाई पैसै हुँदैन फेरि है मलाई पैसा पनि चाहियो त्यही हो एकजना मान्छेले धोका दियो ठिकै छ त्यो मान्छेलाई चाहिँ भरे बेलुका स्पेसल कारवाही हुँदैछ भरे बेलुका चाहिँ कारवाही गर्नुपर्छ त्यो मान्छेलाई चाहिँ विचार गऱ्यो हुन्छ है भरे बेलुका अब आज हामी चाहिँ घुम्ने भने चाहिँ सम्झीले चाहिँ हाम्रो यहीँ बसेर पनि हाम्रो कीर्तिपुर एरिया चाहिँ नघुमेको हुँदा चाहिँ आज घुमाउने जिम्मा चाहिँ मेरो है त्यही भएर कट्ट अब घुमाउँदै लिएर जान्छु म सम्झीलाई यहाँबाट यसो जङ्गलमा के हुन्छ मङ्गलमहरू सबै देखाउँदै लिएर जान्छु वा त्यस्तो मङ्गल सङ्गल जे पनि देखाउँदा गरौँला त्यही हो अहिले चाहिँ बाई बाई त्यही होला अब त्यस्तै हो नआएकै कति भइसक्यो म झन् फर्स्ट टाइम त्यही हो अब हामी चाहिँ निस्किन आएको यहाँबाट यसो मान्छेले त थाहा छैन यहाँबाट चाहिँ हामी अब निस्किएको गाइस त्यही हो त्यस्तो साह्रो चाहिँ घुम्नु यसो राउन्ड हाल्यो त्यही हो अब यहाँबाट चाहिँ हामी कुन कतातिर जाने हो कुरा गर्दै हुँदा हो क्या हामी खाता सबै कुरा बिस्तारै भइहाल्छ नि बिस्तारै त नमस्कार गर्ने यहाँबाट चाहिँ निस्केको अब हामी उता पुल पुगेर पछि भेट्दा मात्रै हामी पुलतिर भेट्दा सम्झेले भेट्यो है सन्जय पनि भेट्यो आजको दिनमा सन्जय यो गुम्बा धेरै पछि खुलेछ हामी सानो सम्झी खोलेकै होला हामी चाहिँ छिरेको भित्र ए मिल्दैन ल हामी चाहिँ पुल सुल नै आइपुग्यो पुल चाहिँ उता छ झुलुङ्गे पुल एकताले हामी यहीँ घुम्न आउने भन्ने प्लान चाहिँ चलाएको थियो तर आएन तर अहिले यसो आउँदाको थाहा छैन तलतिर सिडी चढेर जाँदै सिडी झर्दै जाँदै जङ्गलमा मङ्गल हेर्न जान हामी त्यस्तो ठुलो जङ्गल नै छैन उतातिर चाहिँ छ क्या यो तलको खोलालाई चाहिँ कोप्चे खोला भन्छ ए पहिला कति सफा हुन्थ्यो तपाईँहरू सानो त हामी पौडी खेल्ने खोला त पौडी खेलाएको मान्छे नि पोल्छ क्या कति रेप गरेको यहाँ पछि गणेशको टाउको मात्र त्यो टिकटकतिर देख्ने बेला ओमानी प्रेमी हुनु देखाएको थियो नि त्यो यता छ क्या त्यो त्यहाँबाट चाहिँ ठ्याक्क राम्रो देख्छ क्या यो तर के गर्नु नेपाली जनताहरूले यस्तो लेखिदिने भयो यहाँनिर आई लभ के लेखिदिने भयो R+G रे अनेक लेखिदिने भयो मनिष रे अनि त्यसो के हो पुरा अहिले के चित्र B+ B लभ के हालेको पुरै लिइरहेछ सम्झीको चाहिँ खै भेटेन ऊ ए लभ रहेछ नि त अशोक लभ के थियो है के थियो को हो कि के हो मेरो त छैन लेखिदिनु कि के हो एस के रहेछ ऊ त्यहाँ मैले पनि जवानामा लेखाएको थियो जस्तो लागेको थियो यहाँ आएर यतातिर यो बन्दुकीले लेखाएको जस्तो लाग्यो
यस्तो देख्दो रहेछ मेरो नाम खोज्नु पऱ्यो खोला चाहिँ यहाँ तल मेरो नाम खोज्नु पऱ्यो सम्झि कस्तो फोहोरहरू आयो ल हाम्रो कार्बो समितिको नाम खोजौँ न त यसो यो भित्तामा त ल्याएको थिएन भेटिएन खै हेरौँ सानी के सानो ब्लग सानो लप के मात्र जाउँ जाउँ कार्बो समितिको नाम नि भेटाए बीबाट चाहिँ को हो खोज्ने है तैपनि आई मिस यु बी सम्धिको चाहिँ यहाँ यो सम्धिको पनि भेटिसकेको छ यहाँ आर प्लस ए भनेर यहाँ आरबाट के हो खै मलाई याद भएन अन्त रिया होइन होला है रियाको त अलिअलि रियाको त फेरि ए रिया र अमन चाहिँ हो क्या यो त्यहाँ पनि रहेछ आरके रहेछ खोइ आरके ए यहाँ रहेछ यार होइन के हो के हो आर 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 रहेछ आरके हो क्या आरके रहेछ आरबाट को हो फेरि यहाँ छ त ए के हो यो लेख्नसम्म लेखेर रहेछ रुखतिर नि नछोड्ने मैले देखाएको छु लेखेर छुटिसक्यो होइन लेखे मात्रै हो कि त लेखेर मान्छे कहाँ पुगिसक्यो होला त्यही हो भ्लग हेर्दै गर्नु होला यस्तो रमाइलो कुरा गर्दै देखाउँला अलि ठाउँतिर चाहिँ मान्छे भएको ठाउँतिर चाहिँ लाज लाग्छ त्यही हो पुलतिर अब पुलतिर लाखाउँछौँ भन्छ कस्तो बोल्नु नै आउँदैन हौ मलाई भ्लग गऱ्यो भने बोल्नै आउँदैन होला भ्लग स्टार्ट अब पुलतिर बाटो भुलेर फेरि तलतिरबाट हिँड्दै हामी मेरो बाइक सम्धिको बाइक र है दसैँमा यही बाइक आउँछ है हाम्रो सम्धिको अहिले रिभिल गरिदिउँ अहिलेदेखि नै बुकिङ सम्झिले रिभिल हाल्दै यार मेरो बाइक सकेसम्म म नै किन्ने भएको छ अब के हुन्छ मैले त किन्दैन होला यहाँ यार भुका नाम्या छु यार पैसा सेभिङ भन्ने कुरो छँदै छैन मसँग चाहिँ सेभिङ त मसँग नै छैन त्यही हो जसो गरेर चाहिँ किन्ने भन्ने विचार छ तर के हुन्छ अब सेभिङको नाममा केही सेभिङ गर्नु सक्दैन तर सेभिङ गर्ने बानी चाहिँ बसाल्नु पर्ने हो है 2 वर्ष काम गरेको थियो गरिदिनु सक्छ सन्जय छोरा आइपुगेछ अरे हो हेलो कहिले के गरे कहिले बिहे गर्नुभयो सन्जय छोरा आइपुगेछ त यहाँ त्यो हरिणको चौका देख्छ त बाउ जस्तो छोरा नि त्यस्तै दुब्लो रहेछ भने कस्तो त छोरालाई अलिक खुवाउनु पर्दैन सम्झे यार फोटो किन्नु हुन्छ सम्झे फोटो 20 रुपियाँ मात्रै हो 20 खिचिदिने हाम्रो आइफोन छँदैछ यार सम्झे हामी फोटो खिच्छौँ त्यसपछि भेटौँ न फर्स्ट टाइम सम्झेहरू घुम्नु आएको भने त यहाँ यो चाहिँ सन्जय हामी भेटिसकेपछि चाहिँ पहिलोचोटि नै भनौँ न पहिलोचोटि त्यसले स्वयम्भू भन्छ होइन तर मलाई याद भएसम्म चाहिँ होइन केटाहरू ग्रुपै सन्जयको साथीहरू त्यति कोही चिन्दैन थियो म सन्जयबाट मात्रै चिनेको राम्ररी सन्जय म अनि अरू सन्जयको साथीहरूले बर्खाको टाइममा पानीमा भिज्दै आएको थियो अहिलेकै टाइममा होला सायद भिजेकै मौसममा असारको मौसममा होला सायद होला भिज्दै आएर यो एरिया पुरै घुमेर बसेको चाहिँ त्यो ठाउँमा त्यहाँनिर परे नि भइसक्यो त्यहाँनिर चाहिँ ओत लागेको क्या हामी अलिक जुम गर्दा नभ्याउने रहेछ ओत लागेको चाहिँ यो ठाउँमा केटी नै बसिरहेछ त्यहाँ राम्रै चस्मिसवाली मेरो गर्लफ्रेन्ड त होइन कसैको होला कि नसिङ्गलै होला एक्लै बसिरहेछ केही भएर होइन चलाइदिउँ हेलो सम्झिया अहिले गालो रातो भएर आउँछ जाको 5 वटा त्यसपछि पर्सि काममा जाँदा भाइ के भयो गाला ल भाइ मान्छेको त त्यो अब ओटको हुनुहुन्थ्यो 5 वटा ब्लग भइदिरहेर के
सुजित त नाथ्यो है हुन्छ त काजु लगाउनुको छ 5 चोटि लब्बाइन हाने हो क्या भने घुम्ने ठाउँ राम्रो रहेछ रुख नि दामी दामी छ सन्जेको छोरो फेरि यहीँ भेट हुने क्या हाम्रो फेरि त्यसले कस्तो सराप छ होला सन्जेले सराप छ होला नि फोन गर्ने बित्तिकै त्यसले त गाली गर्छ माकुरेहरू भन्न मात्रै माकुरी हो अर्कै हो भन्दा चाहिँ अर्कै हुँदैन स्टाइल छ के गाह्रो यार सम्झीले कस्तरी भनिदियो यार मलाई के भन्नु फेर्छ नि ए आज आएर सम्झिले पनि मलाई यस्तो भन्ने भन्दै भिडियो हेरेर भ्लगमा त अभियसली त्यही हुन्छ सम्झी बिल्ला हानी हिँड्ने मात्र त भने हामी होइन रमाइलो भने त्यही हो अरू भने त्यस्तै हो एकदम बिल्ला टाइपले हानिदिन्छौँ त्यही हो पुलको झुङ्गे पुलमा नि चढियो झुङ्गे पुलमा नि धेरै इतिहास छ होइन झऱ्यो भने त जाने रहेछ त यार यहाँबाट त अलिक धेरै नै हल्ला जस्तो लाग्यो यहाँनिर एकचोटि मेरो मोबाइल है झर्दा झर्दै बसेको छ नि यहीँ बढी खेलेको क्या है तल यहाँ त है फोन झऱ्यो भने गयो मेरो त्यति बेला मैले एन्ड्रोइड मोबाइल लिएको थिएँ क्या यता चाहिँ पुरै उस रहेछ दामी रहेछ नि खतरा देख्दो रहेछ घुम्न आउने यहीँ भनेको थियो सुरु दामी देखिरहेको छ ल अहिलेको लागि चाहिँ बन्द गरौँ फोन झर्ला जस्तो लाग्यो त्यही हो पढे खानातिर लागेको हामी चाहिँ अब चाहिँ चट्टो लगाएर स्नेह बनाउँदैछ सम्झी त्यहाँ एकदम मिठो रहेछ है चस्सै कसले थुकाउँला है पेट दुख्छ हाम्रो मलाई नै थु आइसक्यो ल हामी चाहिँ खाइदिएको चाहिँ एकदम मिठो छ यो चट्टो लगाएर खानु भने यो नेपाली चटपटीहरू भेलेहरूले बनाएको त जसले पनि खाइहाल्छ होइन नेपाली चटपटी खानालाई चाहिँ किर्तिपुरमा ल चक्केपछि देखाउँ होला अहिले पेट दुख्दाखेरि अहिले खालि पन्नाको मात्रै भयो नि ल हामी चाहिँ यहाँबाट निस्किएको त्यही हो झमझम रेडी तस्लो भइसकेको आएन होइन घुमियो अब चाहिँ लागेको यहाँबाट नि त्यही हो धेरै नै घुमियो कसै धेरै मान्छे भनेको पनि भन्छै गरेन होइन गाउँको आयो अब नेक्स्ट टाइम आउँदाखेरि कति राम्रो देखाउँदा त्यो हो यस्तै हो अरू साथीहरूलाई पनि ल्याउँला अहिले चाहिँ हामी मात्रै आएको अब चाहिँ फर्केको हामी अब यतातिर पुगेपछि देखाउन आएको हामी टिभीतिर अब टिभीको त्यो यस्तै ढाकेको ठाउँतिर त्यतातिर पुगेपछि जम्ला झमझम पऱ्यो पहिला बाइक नहुँदाखेरि बाइक सिक्न चाहिँ यता आउँथ्यो ए यतातिर अलिक खाली हुन्छ क्या टक्क लाएर यो ठाउँतिर आउने गरेर गियर सेट गर्न सिक्ने सबै हिँडेर क्या यो चाहिँ बिस्तारै भइहाल्छ नि सिधै गयो भने सर हामी चाहिँ जाँदै
के घुम्न थाल्यो जसमा चाहिँ यस्तो ठुलो नै छैन मैले चरा समातेको थिएँ क्या उड्दा उड्दै चरा समातेको थिएँ क्या मैले ए त्यस्तो पुरानो मेरो लागि चाहिँ पुरानो यादहरू ताजा हुँदैन होइन सम्झीलाई चाहिँ यसो नयाँ ठाउँ भन्न नसक्छ नयाँ ठाउँ भन्ने लागि चाहिँ मेरो चाहिँ पुरानो बच्चा बेलादेखिको लिएर अब यो टिनेज अवस्थासम्मको होइन मेरो चाहिँ के भन्छ त्यो एउटा मेमोरी ताजा त्यो पुरानो साथीहरू त छैन त्यसरी सम्झीलाई घुमाउँदा मेरो पनि पुरानो यादहरू ताजा फर्किँदा त हिँड्थ्यो यहाँबाट होइन त्यो यो बाटो कहाँ बसेर आज पनि थाहा पायो आज थाहा पायो यहाँबाट हामी बल्खु निस्किन्छ हामी यहाँबाट अब त्यही हो हामी यहाँबाट बल्खु निस्केपछि सिधै त्यही अब भ्लग इन्डिङतर्फ लागेको हामी चाहिँ त्यही हो भ्लग बनाउँदा बनाउँदा इन्डिङ गर्नै बिर्सिसक्यो मैले चाहिँ त्यही हो धेरै घुमियो आज नयाँ नयाँ ठाउँमा पनि गइयो सोच्न नसकेको ठाउँमा पनि गइयो त्यही हो सबै चिज फर्स्ट टाइम छैन त्यही हो अब नेक्स्ट भ्लगमा भेटौँ हामी गुड नाइट बाई बाई